के पो जिङ्रिङ जिङ्रिङ केलाइरहेको छस् त? देख्दौ न म सेम्नी के आँखा पो देख्न छोड्यो हो। अब 40 सेल छुयो होला नि तिरमिर देख्छन्। अब 1-2 वर्षमा त पनि उयो। अनि यो चाहिँ के हो? बासमती स्यायो यहाँ राई उसो ताजे बासमती स्याएर त्यो सँग खतरा पक्का ल सिद्रा पनि पोलेर 1-2 वटा मिसा है, मिठो हुन्छ। ल ल हुन्छ पकाएर दिउँला न। अब दिनभरि काम गरेर आउनुभएको थाक्नु भयो होला, पकाएर दिनु पर्यो नि मिठो मिठो। त्यत्रो मुढा लडाएर आएको अब कैलाको पालो हो नि त नि च्याब्रुङ थाक्दिन अनि। घरको काम गरेर आएको हो र दुनियाँको काम गरिदिन्छ। अब बाटो पल्टेर के को घरको मात्रै हो यो त, गाउँको यहाँ याक्थुङ लाजेको काम हो। साह्रै रिसङ्सेस मात्रै हो, बेला बेला गीत पनि सुन्नुपर्छ। खोइ त्यो खगन र पङ्धाक दाजुको त्यो छोल्टेनीज्यू भन्ने त्यो चक्का निकाल्नु सुन्दै सक्छु। के गर्नु त्यो चक्का चाहिँ ल्याएर, बेटरी त छैन। थुक्क कसले फ्यालिदियो फेरि? अनि म त त्यो ब्याटरी सक्यो होला भनेर अस्ति पो फुटाएर यहाँ रङ दलेको। के को सक्छ अलिअलि थियो नि, अलिक धेरै थुपारेपछि त यहाँ लामो बाँसमा खपिल्टो बनाएर लाएर जोड्दा त 1-2 घन्टा त बच्छ पो त। कन्नका के जान्नु म त सकेको होला भनेर सबै पो फुटाइदिए। खत्तम चौक रक्ष कन्भेन्स मागो कुसुम में दर्शन हो। अब सक्यो होला भनेर नि म त चाहिने सामान त अलिक जतन गरेर पो राख्नु, जहाँ पाए ती राख्दा हुन्छ अनि फेकेको होला भनेर म त फुटाइदिइहालेको। मिठो पकाइ राख ल। हुन्छ नि सरकार, अब कहाँ लाग्नु भएको, अब मिठो मिठो पकाएर राखिदिनु पर्यो नि। कति समय भयो भनेर सोध्ने पनि होइन। 5:30 हुन आँटिसक्यो, कहाँ हिँडेको अब रात पर्न आँटेपछि। आइहाल्छ नि एकछिनमा। होइन राति राति चाहिँ के साह्रो कुदी हिँड्नु मन लागेको लागि त्यस्तो घडी समयले अल्झिने मान्छे हो, मेरो आफ्नै समय हुन्छ। धेरै तिम्रो समय समय भनी नराख। यहाँ मेरो समय राख्न थालेपछि स्कुलको घन्टी जस्तो घन्टै पछि ठ्याङ ठ्याङ पारिदिन्छु अनि चाल।